साथी हो खाने बाउनु है दिपेन थालिङ राई युट्युब च्यानलमा दिपेन पूजा च्यानलमा युट्युब च्यानलमा खाने यसलाई चाहिँ यो अब आलु यसलाई पोटेटो चिप्सलाई चाहिँ अब यसरी हामीले बनाइसक्यौँ। अब यो लगाइसके पछाडि चाहिँ अब हामीले चाहिँ एउटा हावा नसिने प्लास्टिक बट्टाबुन्दी लगाएर उयो गरियो भने चाहिँ यो ओसिँदैन पनि यो हुँदैन पनि होइन। जब फेरि यसमा हावा पस्छ भने चाहिँ यो ओसिने सम्भावना धेरै हुन्छ है। कति दिनसम्म हामी खान सक्छौँ? यो बजारमा अब कतिपय भाइ बहिनीहरूले किनेर खानुहुन्छ धेरै खर्च गरेर धेरै यसमा उयो गर्नुहुन्छ। तर हामीले चाहिँ यो सिम्पल तरिकाले गरेको हुन्छ। त्यो बाहिर बजारमा किन्ने उसमा चाहिँ अब हरेक उयोहरू लगाएर केमिकलहरू मिसाएको हुन्छ। अनि यसरी बनाउँदा फाइदा हुन्छ। हामीले 100 रुपियाँमा 4 केजी हालेर बनाएको होइन। तपाईँहरूले कमेन्ट पनि गर्नुहोस् ल, यो आलु चिप्सै हो होइन। एकचोटि तपाईँहरूले पनि मजाले कमेन्ट गरिदिनुहोस् ल हेरेर, यो आलु चिप्सै हो कि होइन कि ल भएन कि है। बजारमा भनेको हामीले 100 को 3 केजी आलु लिएर बनाएको होइन भनेको। अनि त्यो किनेर खानुभन्दा यसरी बनाउनु फाइदा छ। हामी चाहिँ आधी आलुको बनाएको, आधी आलु काटेको चाहिँ त्यसै छ। अब हिजोअस्ति हजुरहरूलाई चाहिँ हामीले आलु भुजिया बनाएर देखायौँ। बनाएर आज चाहिँ हामीले पोटेटो आलु चिप्स बनाएर आज हामीले चाहिँ तपाईँहरूलाई चाहिँ यसरी खिचेर है रेकर्ड गरेर आज हामीले गर्दैछौँ। खिचेर आलु चिप्स भनेको यसरी भन्छ है त। अब म पनि योभन्दा अगाडि चाहिँ नन भेजै खान्थेँ। तर अब यो अलिक पछाडिदेखि चाहिँ अलिकति स्वास्थ्य शरीरले नसकेपछि चाहिँ आजभोलि अलिकति शाकाहारीमा परिवर्तन भएको छु। शाकाहारी मात्रै आजभोलि चाहिँ लिन्छु, भेजहरू मात्रै। अनि त्यो कारणले गर्दाखेरि मैले यो प्रायः जस्तो चाहिँ बजारमा मैले धेरै देखेका अब यो अब कतिपय अब दाजुभाइ दिदीबहिनीहरूले अब कतिपय थाकेर कुनै बेला अब आफ्नो जिउ शरीरको लागि अब अलिकति हल्का गराउनको लागि अब जाँड रक्सी लिँदाखेरि त्यसमा चाहिँ अब शीतलहरू पनि दाइहरूले लिनुहुन्छ। दाइ दिदीबहिनीहरूले चाहिँ होइन त्यो शीतलको लागि लिनुहुन्छ। घरमा बनाएर खानु सक्नुहुन्छ। खर्च गरेर मेरो बुढोको मिहिनेत है आजको आलु चिप्स हेर्नै। आज चाहिँ हेलो नमस्ते, मेरो युट्युब च्यानलमा सबैलाई धेरै धेरै स्वागत छ है। हजुरहरूले हेरेर जति सक्दो सेयर सब्सक्राइब गरिदिनु होला है। आज चाहिँ हामीले यो घरि यस्तै नै उसमा चाहिँ सिम्पल तरिकाले आज हामीले चाहिँ बजारमा 20-30 रुपियाँ 50 रुपियाँ प्याकेट लगाएर खर्च गरेर किनेर खान्छौँ यो आलु चिप्स चाहिँ। आज हामीले चाहिँ घरमै नर्मल तरिकाले सामानहरू ल्याएर चाहिँ यसमा चाहिँ नुन मसलाहरू हल्का लगाएर चाहिँ हल्का ब्राउन गरेर चाहिँ आज हामीले चाहिँ घरमै आलु चिप्स बनाएको छौँ। पोटेटो चिप्स है। यसको कर्नफ्लावर पनि युज गर्नुपर्छ। हामीले लगाएको चाहिँ भनेको चाहिँ त्यो कर्नफ्लावर लगाएको छौँ। अनि त्यहाँको मसलाहरू लगाएको छौँ, भेज मसलाहरू है। हामी चाहिँ अब अलिकति भेजिटेबल गरियो अनि त्यही भएर भेजिटेबल मसलाहरू लगाएको छौँ। यसमा चाहिँ हामीले चाहिँ आलु चिप्स बनाएको छौँ। यो चाहिँ सिम्पल तरिकाले नै अब हामीले चाहिँ अब बजारमा किनेर त्यो खर्च गरेर किनेर खानुभन्दा यसरी खाँदा फाइदा। यसरी नै घरमा बनाएर है अब घरमै अब यसो युट्युब पनि अब कतै अब देखेर अब मजाले हेरेर चाहिँ ध्यान दिएर चाहिँ अब बनाएर खान सकिन्छ घरमै अब सिम्पल तरिकाले है। तपाईँ यसमा यो धेरै पनि खर्च गर्नु पर्दैन। तपाईँ हामीले चाहिँ युट्युब हेरेर बनाएको होइन है साथी हो। हामीले चाहिँ होइन उहाँले आफै आउँछ र बनाउनु त त्यो हरेक इत्यादिमा चाहिँ खै टेस्ट पनि गर्नु नि त कस्तो बनाउनु भयो, मिठो हो कि भयो। एकदम बबालै छ होइन। मैले चाहिँ यो कुनै पनि मैले यो कुक लाइनमा पनि सिकेको होइन, यो उयसमा पनि सिकेको होइन, युट्युबमा पनि हेरेर म कुनै कुक पनि होइन, कुनै उयो पनि होइन। म चाहिँ एकदम साधारण मान्छे हो तपाईँ जस्तै, घरकै मान्छे हो। म आजसम्म कुनै पनि होटल लाइनमा काम पनि गरेको छुइनँ आजसम्म चाहिँ होइन। होटल लाइन कुनैमा पनि होटल लाइन हुन्थ्यो, मैले होटल लाइन सम्बन्धी कुनैमा पनि मैले काम गरेको छैन। तर मैले चाहिँ आप्स मैले चाहिँ यो मेरै तरिकाले बनाएको है। यसरी बनाएर खान सकिँदो रहेछ। भयो कि भएन भनेर चाहिँ अनि मुख पार्ने अनि चेक गर्ने बनाएपछि खाने बनाइसकेपछि होइन दामी भयो नि। यो चाहिँ आलु चिप्स पोटेटो चिप्स एउटा गीत त सुन्नुभएको होला नि तपाईँहरूले। अब प्रायः अब पहिलाको गीत है, निकै पुरानो गीत है।
आलु तामाले बुहारी चाहियो भन्छन् आमाले भन्ने यो नै हो है। आलु पटेटो चिप्स अनि यसरी हिज बनाइसकेपछि चाहिँ अब यो एकछिन अब बाहिर हावा खानु निकालेपछि चाहिँ अनि टक्कसँगले यसलाई सुकेसके पछाडि चाहिँ अनि यसरी बयाममा हाल्ने यसरी हाल्ने। अब यो अब हालिसक्न पनि लाग्यो अनि ल्याप्पसँगले हावा नछिर्ने तरिकाले यसरी यसको बुच्चो लगाइदिने। अब यो चाहिँ तपाईँले 1 महिना पछाडिसम्म पनि हुन्छ, हावा चाहिँ बस्नु भएन है।